नमस्कार दर्शकबिन, ताजा अपडेट युट्युब च्यानल र एमबी साउन्ड फेसबुक पेजमा हजुरहरू सबैलाई स्वागत छ। म एमबी साउन्ड। खबर सुरु गरौँ मुख्य शीर्षकहरूबाट। त्रिवीको जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयन हुन्छ। शिक्षा मन्त्री महावीर पुन। युएको भिसाको लागि प्रहरी रिपोर्ट अनिवार्य। समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम। महिला हिंसा सम्बन्धी तथ्याङ्कीय पुस्तक अन्वेष 2082 सार्वजनिक। महिलामाथि डिजिटल हिंसा बढ्दो 4 महिनामै 2000 उजुरी। ओली र लेखक सहित 6 उच्च अधिकारी अध्यागमनको कालो सूचीमा। जेनजी घाइतेको वर्गीकरण काम कहाँ अड्कियो? ईडीबी बन्द गर्ने सम्बन्धी विधेयक संसदमा विचाराधीन। कतारमा 9 महिलाको बिचल्ली बनाउने नेपाली व्यवसायीले पीडित विरुद्ध उल्टै उजुरी दिए। अब सुन्नुहोस् पूरा समाचार। शिक्षा मन्त्री महावीर पुनले त्रिवीको जग्गा खोजबिन सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने बताएका छन्। बुधबार त्रिवी सभा बैठकमा उनले बोल्दै प्रतिवेदन कार्यान्वयन गरेको राजनीतिक भागबण्डा अन्त्य गरेर विश्वविद्यालयलाई सुधार गर्ने बताउनु भएको छ। संयुक्त अरब इमिरेटले युएको भिसा तथा श्रम तथा नेपाली नागरिकहरूको लागि प्रहरी रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने बताएका छन्। काठमाडौँमा युए दूतावास अनुसार नेपाली नागरिकहरूले भिसा आवेदन दिन प्रहरी रिपोर्ट पनि अनिवार्य भएको जानकारी गराउनु भएको छ। महिला हिंसा विरुद्ध 26 दिने अन्तर्राष्ट्रिय अभियान मङ्गलबारदेखि सुचारू भएको छ। सो अवसरमा महिला पुनर्स्थापना केन्द्रले महिला हिंसा सम्बन्धी तथ्याङ्क समेटेको वार्षिक पुस्तक अन्त्येष्टि 2082 सार्वजनिक गरेको छ। श्रीमान विदेशमा हुँदा उनीहरू फेसबुक मेसेन्जरमा र व्हाट्सएपमा गफ गर्नै पठाएको अन्तर्गत तस्बिरहरू, अर्धनग्न तस्बिरहरू, भिडियोहरूले साथीभाइहरूलाई फरवार्ड गरिदिएपछि थाहा भएपछि कारबाहीमा एमबिसी छाँगाबाट खसेको भएको छ। गैर सरकारी संस्था अकाउन्टेन्टको काम गर्ने उनीहरूलाई श्रीमानकै एकजना केटो साथीले उनलाई बताएको थियो। सुरुमा उनले पत्याइनन्, तर उनको साथीले उनका तस्बिरहरू उनलाई फरवार्ड गरेपछि बेहोस भएकी थिइन् र यस्ता कार्यहरू धेरै नै दिनानुदिन प्रतिवेदन प्रतिदिन बढेको र अहिले नै लगभग गरेको अवस्थामा 2000 भन्दा बढी उजुरी भइसकेका छन्। हस्त समाचार हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।